ओ केटा हो उता जाने हो नि त यहाँ हैन उतापट्टि जाने क्या हेलो व्हाट्सअप के छ हालखबर ठीक छ के छ ज्याकेट त पुरै मोटो लाएर आएछ त केटाहरू त हाम्रो टिम उतापट्टि छ क्या उतापट्टि जानुपर्छ उता अलि उतापट्टि जाउँ यहाँ त गाडी रोक्छ 50 भन्ने 50 ट्रेकिङ जान लागि यार यत्रो छ अब यहाँ सबैजनाको यसमै हो नि त सबैजनाकै 3 जनाको झोला क्या यसमा चाहिँ टक्कै लाएर यति पुगेपछि त हैन ल केटा हो हामी कता जान लाग्यो आज राफ्टिङ हो गाडी उतै आउँछ भन्छ खै एकचोटि उतैतिर जाउँ न 7 बजे आउँछ अरे क्या गाडी ठ्याक्कै खासमा चाहिँ तर छिटो आएको राम्रो हुन्छ कि जहिले पनि हैन यो ल अब चाहिँ हामी यहाँ गाडी साडी टक्क लगाएर बस कुरेर we will be heading towards Trisudi हैन एन्ड यहाँ आङ्गीमा र फुटेन पनि अलरेडी हामी चाहिँ यहाँ मिटअप भइसकेको छ हैन त अनि हाम्रो टिम चाहिँ यहाँ बसिरहेको छ है अब चाहिँ जानुपर्छ हेलो 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 दावा हेलो वेट गरिदेऊ वेट भनिदेऊ आज चाहिँ ल हामी चाहिँ अल टुगेदर 1 2 3 4 5 6 6 जना छ है आज चाहिँ एन्ड राइट नाउ अहिले चाहिँ 7 बजिसक्यो है 7 बजिसक्यो ल अर्को पनि छ होला नि त एउटा मात्रै पानी ल्याएको ए अर्को पनि छ है ल ठिक छ स्विमिङ कस्ट्युमहरू ल्यायो नि तर जाडो छ यार है स्विमिङ कस्ट्युम भयो भने अब त्यहाँ सिचुएसन हेर्नुपर्छ कतिको जाडो छ कतिको अब वेदर अनुसार पनि हुन्छ नि त सबै कुराहरू होइन म चाहिँ भ्लग गर्छु त्यो बेला हान्नुपर्छ सो आज चाहिँ फ्राइडे डे 1 होइन एन्ड अब ल अब चाहिँ हाम्रो बस आइसक्यो ल स्योर हो ए ल 1284 भने चाहिँ यही हो हाम्रो बस होइन के छ दाइ सन्चै ओके ल ए ब्याग चाहिँ के भयो ए ब्याग यहीँ राख्ने दाइ हैन दाइ भित्र हो ल ओके सो लेट्स गो नाउ टाटा हजुर 6 जना हजुर 6 जना हो सो दिस इज आवर बस ओ हजुर 2 4 6 हजुर 2 जना यहाँ 2 जना सोनाम कस्तो भएर सो एकदम राम्रो भइरहेछ अहिलेसम्मको हाम्रो यो ट्रिप अनि अलमोस्ट अहिले चाहिँ हामीले चाहिँ लाइक 30 मिनट्सको ड्राइभ भइसक्यो एन्ड अल टुगेदर 3 आवर्सको ड्राइभ हुनेवाला छ एन्ड हाम्रो चाहिँ जस्ट एउटा प्यारल लाइनमा बसिरहेको छ हामी सबैजना होइन साथीहरू चाहिँ अन्त भोलि चाहिँ राफ्टिङ हो आज चाहिँ जस्ट नर्मल अब त्यहाँ जाने रेसिस गर्ने अनि त्यही हो होइन अब आज चाहिँ आफ्टर लङ टाइम यसरी हामी लाइक फ्यामिली ट्रिप गइरहेको छौँ अनि अलिक कस्तो बाङ्गो राखेको तैँले हाल्दै हो ठिक छ या सो त्यही हो त त्यही हो ल अब यो भिडियो चाहिँ धेरै पछि आएको छ सो किप लभिङ किप सपोर्टिङ केरा र सुन्तला किन्नुपर्ने अवस्था ओहो कस्तो दामी है स्याउ चाहिँ सुन्तला चाहिँ खतरा रहेछ नि त भिडियो बनाइहाल्छु छु यार ओ माई गड यहाँ त टन्नै छ त यार ल किन है म त यहाँ यस्तो भिडियो गर्दैछु साथीहरूको है खनी कि दो ठिक नि खनी कि द दी यो चाहिँ कहाँको हो दिदी हो त्यो चाहिँ कहाँको यहीँको हो यो ए ओ माई गड यो त दालहरू होइन सानो ओहो ल
लोकल केरा एकदम ल भयो आँट्दैछ के भनेको त चाखेर ल भयो चाहिँ अब मिठो रहेछ मिठो रहेछ हो एक दर्जन चाखेर ओ यहाँ त पेट्रोल पम्प पनि रहेछ नि फुटेन दाइ यो ल बदामहरू छ यहाँ अनि तपाईँको स्याउहरू छ है यहाँ आएर मजाले सपिङ गरेर जान सक्नुहुन्छ फलफुलहरू अनि पिँडालु भयो यो चाहिँ होइन यो त एकदम फेरि हेल्दी हुन्छ यो त स्विट पोट्याटो सक्खरखण्ड है यो चाहिँ है ओहो यार सक्खरखण्ड खण्डलाल एन्ड सिमेज टोमेटोज कौलीफ्लावर मछली के छ दाइ सन्चै हुनुहुन्छ अनि यतापट्टि पनि धेरै फलफुलहरू राखिनु भएको छ यहाँ मलेखीको माछा भन्थे है ए पाउँछ उता ए ल उता फुर्देन्जी ल्याइदिनु अहिले ल फुर्देन्जी लिन राखिदिन्छ उता निमेजले दिनुहुन्छ माछा रहेछ नि त हेर मलेखीको माछा यता बसौँ न हामी ओ घिन्दै सिमुन हो यता बस नखान्छ आँखादेखि सिमुदे हो आम्मा खोदे वेलकम टु द राफ्टिङ हेलो ल जानु हेलो 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 फाइनली हामी आइसक्यौँ यहाँ यस वाउ बार्बिक्यू राफ्टिङहरू जिप लाइन यो दावाई व्हाट्स अप यस अनि अब चाहिँ हामी इन्ट्री गर्नु गइरहेको छौँ यहाँबाट होइन इन्ट्री पोइन्ट रोसी हजुर रोसी टुर्स एन्ड ट्राभलबाट आएको सुली रिभर साइड अनि यहाँ चाहिँ यस्तो छ ठाउँ हाम्रो आजको होइन त फुर्देन्जी ल है आज प्रोग्राम के छ मलाई हाम्रो यो तपाईको अहिले अब लन्च गर्ने छ लन्च गरेर राफ्टिङ जाने डिनर भोलि चाहिँ ब्रेकफास्ट हुन्छ बेलुका क्याम्प फायर डीजे पार्टी त भइहाल्छ अनि डीजे पार्टीहरू चाहिँ हजुर ब्रेकफास्ट पछि ए राफ्टिङ त आजको हो राफ्टिङ आजै हो ए क्याम्प फायरहरू बेलुका हुन्छ तपाईको ए बेलुका आफ्टर डिनर गर्दा नि भयो आफ्टर डिनर गर्दा नि भयो क्याम्प फायरमा चाहिँ कस्तो हुन्छ तपाईँको लाइक के डान्सहरू मान्छेहरू डान्सहरू डीजे पार्टी हुन्छ है 8 बजेबाट 10 बजेसम्म अनि स्न्याक्सहरू के छ त फ्री हो के स्न्याक्स चाहिँ हुँदैन तपाईँहरूको बिहान अब अहिलेको लन्च हुन्छ सर लन्च खाएर एकछिन रेस्ट गर्ने त्यसपछि अर्को अहिले बिहान त गाडी ग्रुप पनि आइपुग्छ अनि राफ्टिङ हुन्छ तपाईँहरूको राफ्टिङबाट ब्याक भएर डिनर एन्ड स्विमिङ पनि हुन्छ ओके ल थ्याङ्क यू दाइ ए हुन्छ दाइ भ्लगमा हाल्दा के हुँदैन नि दाइ थ्याङ्क यू ल ए स्विमिङ चाहिँ यता माथिपट्टि रहेछ मान्छे आइरहेको ठाउँबाट स्विमिङ पुल अनि सन्चै हुनुहुन्छ दाइ दाइको नाम ओम ए हजुर चाहिँ यहाँ म्यानेजमेन्ट टिम हो कि म्यानेजमेन्ट टिम है ल हजुर ए स्काई साइक्लिङ र जिप लाइन है यहाँ चाहिँ नमस्ते स्काई साइक्लिङ है यो चाहिँ स्काई साइक्लिङ गर्ने हो स्काई साइक्लिङ
साइक्लिङ के भन्छ स्टोमक साइक्लिङ ओहो सिनेमेटिक हिँड हिँड केटा हो हिँड 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 खै आङ्गीमा खै ए ल हिँड हिँड खाइरहेको छ नि छिरो 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 बदाम Oh my god. गाइज अहिले म यहाँ पुल निदी छु कहाँको पुल थाहा छैन त्रिशुली पुल ए त्रिशुली पुल भोलि हामी यहाँ ऱ्याफ्टिङ गर्न गएको छौँ भोलि हामी एक खोलाबाट त्यहाँसम्म राफ्टिङ गर्न गइरहेको छु हजुरहरूले देख्न र सक्नुहुन्छ त्यहाँबाट भित्री आएको छ आमामा ओहो ओहो बाइक पनि आउँदैछ के भन्नुभएको ऊ कस्तो दामी जङ्गल त्यही त भन्दैछु त अघि है जुम गरेको त फ्रीमा 3x मा त दामी हुन्छ ला कति भिडियो गर्दैछ यार यो मान्छे बोल्न बोल है भिडियो गर्ने बित्तिकै बोल्न लाग्छ फेरि यो त बोल 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 हो बोल 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 हो बोल 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 चट्टी बोल 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 ल जाने
यहाँ चाहिँ पुरा नाचगान भइरहेछ तिम्रो पाउँछु हराएको खाली हेर्दा भएर अर्थ रह्यो मेरो सासुको तिमी बिना त जित पनि मेरो हार भो अङ्गालन सम्हालन साझेर राख माया सबै समेटेर साथी राख उपहार टुटेको मन मेरो झडीले तिम्रो मायाले So alright guys, this is day 2 of Trisuli river side rafting. So as is our main day where we are going to rafting all the way like 2.5 hours all the way down, and then while coming back we will transfer from the transportation and we will come back to the hotel, and then we will pack all our equipments and then we will go back to our home. And overall I like this Trisuli side resort, very good. It's very good restaurant, like kind of a party restaurant type भनौँ हैन। अनि अब चाहिँ हामी यसो चियासा खाएर साथीभाइहरू सबजना ग्यादरिङ भएर चाहिँ हामी अब खाजा खाएर बोटिङ तर्फ लाग्छौँ। अनि आई होप ओभरअल यो भिडियो चाहिँ हजुरलाई राम्रो लाग्छ भनेर। एन्ड also this place is like 10 to 12 years old, and this is like well organized and management team are also very good. So enjoy the view of this place real quick, like this is the morning view. Ani hamro cameraman चाहिँ हामीमा हैन। Rapid time, our boat is gonna be flip over. Somebody is stuck on the boat. कोही मान्छे चाहिँ कोही भित्र बोटको यो भित्र भयो भने के गर्ने थाहा छ त्यति बेला चाहिँ तपाईहरु यस्तो टाइपले नबस्नु है यो फेस चाहिँ पानीमा नगाड्ने क्या you have to just lie back है you have to just lie back you have to find the raft and you have to climb and you have to kick your leg you have to come outside बुझ्नु भयो नि सबैले
कस्तो छ एक्सपिरियन्स कस्तो भइरहेछ आङ्गिमाको अब फर्स्ट टाइम खतरा भएर छ खतरा भएर बिचमा जम हान्नुपर्छ यार अब ढक्केलाई ल गएर ल अब चाहिँ हामी यहाँ माथि गएर जम हान्न लाग्यो होइन क्लिफ जम हान्न लाग्यो अब चाहिँ यहाँबाट सो ल अब चाहिँ ल जाउँ त्यसो भए भयो त कस्तो भयो एक्सपिरियन्स अब चाहिँ हुन्छ एक्सपिरियन्स कस्तो भयो दाइ ए कस्तो भयो एक्सपिरियन्स दामी भइरहेछ है ल ल ल सही हो सही सही रेडी टु गो क्लिफ जम सबैजना हान्छ अब सबैजना हान्छ नि जम ल तिमी आमासँग उता 3, 2, 1, go! Sana भने उफ्रियो यो अन द लाइन ल आत्यो भने त्यसरी हाम्रो मान्छेले गर्छ समाइहाल्छ नि माने ज्याम छोड्नु गुड 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 ओए के भएको जाने न कस्तो आयो आङ्गिमा मजा आयो कस्तो आयो दाइ मजा छ आउनै पर्ने ठाउँ होइन त नेपालमा ओ एकछिन है हाम्रो यो चाहिँ हाम्रो बोटको दाइ चाहिँ उताबाट आउँदै हुनुहुन्छ उतैपट्टि हुनुहुन्छ जस्तो छ है त्यो दाइ त उता उस्विमी खेल्दैछ उस्विमी खेलेर उता बसिदिरहेछ मजाले ल कसरी मजाले बस्दो रहेछ है मलिकुको माछा भने यहीँबाट लान्छ क्या मलेको माछा हेलो गाइज वेलकम टु माई च्यानल आग्नेमा चाहिँ त्यत्तिकै म त निस्किन्छु भाइ म त निस्किनु पर्यो चिसो रहेछ पानी त हातमा होइन यस्तै त दावा ल अब चाहिँ वेबसाइट है वेबसाइट तेरे दामी गर्नु दाइ ओहो
पल्ट्यो ओ माई गुड कसरी गर्नुहुन्छ त गाइस जाउँ अब घर हामी हाम्रो स्टार्टिङ हुँदैछ कहाँ स्टार्टिङ हुँदैछ ल बाई 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 गर्दै सुन तिम्रो भ्लगको लागि भन अनि म यहीँ इन्ड गरिदिन्छु आउनु होला होइन एकचोटि चाहिँ राफ्टिङ चाहिँ गर्न आउनै पर्छ कि है दावा दावा त डराएर के भन्ने अब लाइफ पनि हाल्यो डर लाग्दो थियो जिप लाइन पनि हाल्दैछ त्यहाँ सुनाउ न अब चाहिँ हामी घर जान अघि बढ्दैछौँ 2 घन्टा लाग्छ 3 घन्टा लाग्छ लाग्छ नि काठमाडौँ को लागि So overall this place is really good. It was a good experience. So I recommend you guys to visit this place if you want to experience some thrilling rafting in this riverside. Please, this place is really crazy. Like Crazy, right? there will be crazy party and all. It's like you don't expect. Out of Crazy,